मान्छे कुर्छ बेन म डन डन मान्छे कुर्छ बेरी कसरी गर्छौ तिमी पुसअप म मान्छे कुर्छु बेन म पटक गर्छु म 50 हो अनि म फेरि मान्छेले फेरि म किकले हाल्छु भने म फ्लाइङ किक पनि हाल्छु राउन्ड किक पनि हाल्छु म फाङसाङ पनि फटाउँछु म बाप रे म एकदम खतरा मान्छे हो तर म अहिले कुट्दिनँ मान्छेलाई ओके ओके त्यो घमण्ड देखाउनु हुँदैन हुँदैन यो धारणा हो के पहिले चाहिँ म देखाउँदिनँ मान्छे बजाइहाल्छु ओके ओके परमेश्वरको मान्छे त्यसको मान्छे भएपछि हुनुपर्छ जन्ममा जिउनुपर्छ भन्ने थाहा हुनुपर्छ हजुर धन्यवाद ल भिडियो हाल्छु म फेरि कति छ ए तिमीले त्यो सबैलाई छ तिमीलाई हुन्छ हुन्छ ल मान्छे कुर्छ बेन म डन डन मान्छे कुर्छ बेरी कसरी गर्छौ तिमी पुसअप म मान्छे कुर्छु बेन म पटक गर्छु म 50 हो अनि म फेरि मान्छेले फेरि म किकले हाल्छु भने म फ्लाइङ किक पनि हाल्छु राउन्ड किक पनि हाल्छु म फाङसाङ पनि फटाउँछु म बाप रे म एकदम खतरा मान्छे हो तर म अहिले कुट्दिनँ मान्छेलाई ओके ओके त्यो घमण्ड देखाउनु हुँदैन हुँदैन यो धारणा हो के पहिले चाहिँ म देखाउँदिनँ मान्छे बजाइहाल्छु ओके ओके परमेश्वरको मान्छे त्यसको मान्छे भएपछि हुनुपर्छ जन्ममा जिउनुपर्छ भन्ने थाहा हुनुपर्छ हजुर धन्यवाद ल भिडियो हाल्छु म फेरि कति छ ए तिमीले त्यो सबैलाई छ तिमीलाई